हेलो गाइज, सबैजनालाई नमस्कार। हाल चाहिँ म साउदीमा। म तपाईहरुलाई एउटा सानो छोटो मिठो कहानी सुनाउँछु। के भन्छ, म चाहिँ आएको 2016 मा साउदी आउँदाखेरि एउटा हुन्छ नि, मतलब कसरी के गर्ने, कसो गर्ने, कहाँ जाने, एउटा भाषा थाहै नहुने, भाषा थाहा नभएको, हिन्दी पनि थाहा थिएन। अरबी, यहाँ त अरबी चल्छ, अरबी, हिन्दी, इङ्ग्लिस सबै। अब हिन्दी त बुझ्ने, अनि हल्का फल्का मतलब फर्काउन नआउने के हिन्दी पनि, अनि अरबी त अब पटक्कै नबुझ्ने। अनि हाल चाहिँ 2025 भइसक्यो, समथिङ 9 वर्ष भइसक्यो मेरो। अब चाहिँ के लाग्छ भने यस्तै हो, यो हो। अहिले चाहिँ फेरि मतलब जे होस्, हुन्छ नि, पहिला चाहिँ दुःख भन्छ नि, मतलब मेहनत गर्यो भने फल पाउँछ भने त्यही हो। अनि अहिले चाहिँ ठिकै हो, ठिकै लागिरहेछ, गाउँघर जस्तै आफ्नै। मार्केट, म चाहिँ फेरि सेल्सम्यान काम गरेर हाल। अनि मार्केटमा जाँदाखेरि साथीभाइ जस्तो सबै कन्ट्रीको मान्छेहरू भेटघाट हुन्छ। अनि साथीभाइ जस्तो भइसक्यो क्या, एउटा फ्यामिली जस्तो भनौँ न। मार्केट अब 30-40 वटा जानुपर्छ दिनमा। त्यही हो, मतलब आँचिनु हुँदैन। अनि भन्छ नि, मान्छेको धैर्यता मतलब गर्नुपर्छ। अहिले चाहिँ जे होस्, मेरो ठिकै छ, राम्रो छ, चलिरहेछ। अनि म चाहिँ खासै पहिला चाहिँ लेबरमा आएको थिएँ। लेबरमा आउँदाखेरि अब हुन्छ नि, अब लेबर काम गर्ने, अनि मलाई अराउने चराउने चाहिँ एउटा सेल्सम्यान थियो। अनि काम गर्दै गएँ, सिक्दै गएँ। त्यो सबै भइसकेपछि मुदिरले मेरो काम देखेर, म फेरि आफैलाई तारिफ गरे होइन, मुदिरले काम देखेर मतलब तारिफ, मतलब म आफैलाई गरे होइन, मुदिरले काम देखेर सेल्सम्यान बनाएको। त्यहाँदेखि